सीता रमेशलाई सम्झाउन भनेर गएकी थिइन्। बाटोमा अनुलाई भेट भएपछि म रमेशलाई सम्झाउन आएको भन्दै गर्दा के सम्झाउनुहुन्छ र त्यसलाई? यही कि तपाईँले उसलाई धेरै माया गर्नुहुन्छ भन्दै गर्दाखेरि पर्दैन, त्यो गोबरलाई केही पनि सम्झाउनु पर्दैन, सम्झिएर हुने खाले मान्छे नै होइन त्यो। त्यसको मनमा त ढुङ्गा छ र ढुङ्गा कुनै पनि हालतमा पग्लिँदैन। त्यसको मनमा तपाईँले जडा गाडेर बस्नु भएको छ अनि तपाईँलाई निकालेर त्यसले आफ्नो मनमा अरू कसैलाई पनि राख्न सक्दैन अरे। त्यसको मनमा भएको माया जति सबै तपाईँको लागि अरे, अरू कसैको लागि पनि होइन अरे। यस्तो लाग्छ कि तपाईँले त उसलाई बसमा पार्नु भएको छ, जादु टुना गर्नु भएको छ भनेर अनुले त भयभरको भडास निकालेर हुँदा हुँदा मेरो मामा माइजूलाई धरी भन्न भ्याइसकेछ तपाईँको भान्जी मसँग बिहे गर्नुहुन्छ अरे। त्यही भएर जति सक्दो छिटो केटो खोजेर बिहा गरिदिनुहोस् भन्ने भनेर अनु त हुँदो नहुँदो भनेर सीतामाथि सबै भडास निकाल्छिन्। बिचरी सीताको चाहिँ के गल्ती त नि? अब सीताले त जति सक्दो रमेश र अनुलाई मिलाउँछु भनेर उहाँ घरमा त्यति विधि हुँदा हुँदै पनि सम्झाउन भनेर आएकी थिइन्। तर अनुको कारणले गर्दाखेरि हेर्नुहोस् त बाटैमा आँसु धारा बगाएर उभिएकी छन्। के लाग्छ तपाईँलाई? अब सीताले रमेशलाई सम्झाएर केही फाइदा होला त? अनु त त्यस्तै बटारिएर गएकी छन् त। अब यही कारणले हो भने चाहिँ सीताले पनि रमेशलाई सम्झाउन सक्दिनन् र अनु र रमेश पनि कुनै पनि हालतमा एक हुँदैनन् भन्ने को कोलाई लाग्छ? फटाफट कमेन्ट गरी सिरियल सारांशलाई फलो गरिहाल्नुहोस् त।